एनईए को एमडी को हुन् भन्ने थाहा छ? लाइट गइहाल्यो भने कसलाई गाली गर्नुपर्छ भन्ने थाहा छ? हितेन्द्र देव साक्य को हुन् भन्ने थाहा छ? थाहा छैन। कर्मचारीहरू राज्यको इगो र आतंक अनि सोशल मिडियाको नेगेटिभ ब्रान्डिङमा कसरी पेलिन्छन् भन्ने ज्वलन्त उदाहरण हितेन्द्र देव साक्य हुन्। हामीलाई हालको इलेक्ट्रिसिटी बोर्डको एमडी को छन् भन्ने थाहा छैन। झ्याप लाइन गइहाल्यो भने कसलाई गाली गर्नुपर्छ भन्ने थाहा छैन। तर हितेन्द्र केपी ओलीको सालो हुन् भन्ने हामीलाई थाहा छ, जुन कुरा हामीलाई थाहा नहुनु पर्ने थियो। किनभने इलाममा जन्मिएको हितेन्द्र ललितपुरको राधिकासँग दूरसम्मको नाता पर्ने व्यक्ति भने होइनन्। कुलमान घिसिङ एनईएको लिड गर्न सक्ने जिन्युन लिडर हुन्, यसमा दुई मत छैन। तर उनको हिरोइजमको चक्करमा हितेन्द्रले जे पाउनु पर्थ्यो त्यो केही पनि पाएनन्। जसरी अहिले बालेनको हिरोइजमको चक्करमा हामीलाई कुलमान र हर्क पनि नेता हुन् र जस्तो लागिरहेको छ। हितेन्द्र एमाले सरकारको सिम्बल थिए, उनलाई केपी ओलीले नै नियुक्त गरेका थिए। एमालेलाई सटायर गर्ने चक्करमा सोशल मिडियाले एनईएको हरेक एक्टिभिटीसँग हितेन्द्रलाई जोडेर आक्रोशित जनताको अगाडि उनको नेगेटिभ ब्रान्डिङ गरिदियो, जसको कारणले गर्दा जेनजी आन्दोलनको बेला उनले आफ्नो घर खरानी भएको हेर्न बाध्य भए। सन् 1988 मा इन्डियाको नेसनल इन्स्टिट्युट अफ टेक्नोलोजीदेखि ग्रेजुएट गरेका हितेन्द्र नर्वेदेखि पोस्ट डिप्लोमा हुँदै नेपालदेखि मास्टर अफ इन्जिनियरिङ गरेका उनी पिएचडी स्कलर पनि हुन्। नेपाल इलेक्ट्रिसिटी बोर्डमा विक्रम सम्वत 2045 देखि आफ्नो जागिरे जीवन सुरु गरेका उनी कुलमान भन्दा सिनियर कर्मचारी हुन्, जुन कुरा धेरैलाई थाहा नै छैन। सन् 2016 मा कुलमान माओवादीसँगको निकटताका कारणले गर्दा एमडी नियुक्त भए।